महामानव भगवान बुद्धले करिब योभन्दा 2500 वर्ष अगाडि सारा जगत प्राणीहरूको निम्ति र विश्वमा शान्ति ल्याउनको निम्ति र यो विश्वमै सभ्य समाजको निर्माण गर्नको निम्ति उहाँले पञ्चशीलको सिद्धान्तलाई उहाँले दर्शाउनु भएको थियो। अब त्यो पञ्चशील भनेको त अब के हो त? अथवा यो पञ्चशील भनेको चाहिँ यो जीवन र जगत भन्दा टाढोको कुरा हो कि हैन? अथवा यो पञ्चशील भनेको चाहिँ अब कसैले पनि थाहा नभएको, आफूले चाहिँ मनन गर्न नसक्ने हैन, अथवा त्यो स्वर्गलोकबाट देवलोकबाट विभिन्न ठाउँबाट लिएर आएको शिक्षा हो त भन्ने खालको जिज्ञासा आउन सक्छ। त्यो पनि होइन, हाम्रो दैनिक जीवनमा लागू गर्नुपर्ने अथवा यो जीवन र जगत भन्दा टाढोको कुरा नै होइन। यो पञ्चशील भनेको सभ्य समाजको जुन जन्म दिनको निम्ति 5वटा जुन बुद्धमा दिनु भएको जुन 5वटा शील अथवा 5वटा जुन नियम हो, त्यसलाई नै पञ्चशील भनेर जुन भनिएको हो। त्यसो भए यो 5वटा जुन पञ्चशील चाहिँ के हुन् त भन्दाखेरि 5वटा शील एउटा हत्या नगर्नु हैन, चोरी नगर्नु, व्यभिचारी कर्म नगर्नु, झुट्टो नबोल्नु अनि मदक पदार्थको सेवन नगर्नु अथवा चुरोट बिडी हैन, जस्तै भाङ धतुरा अथवा जुन रक्सी मदक पदार्थहरूको सेवन नगर्नु अथवा मति भ्रष्ट गर्ने, मतिलाई भ्रष्ट बनाउने चिजहरू सेवन नगर्नु। यी 5वटा जुन बुद्धमा दिएको जुन नियम अथवा त्यो शिक्षालाई पञ्चशीलको शिक्षा भनेर चाहिँ यसरी भनिन्छ। अब त्यसो भए यो पञ्चशील चाहिँ हैन, अब हामीले पालनै गर्न सक्दैन हैन, अथवा हामीले चाहिँ यसलाई मननै गर्न सक्दैन भन्ने खालको पनि हामीलाई चाहिँ अब त्यो खालको भ्रम रहेकोहरू पनि मैले धेरै पाएँ। अथवा यो बौद्ध धर्ममा अथवा बौद्ध शिक्षा सिक्नको लागि, बौद्ध दर्शनभित्र चाहिँ प्रवेश गर्नको लागि, बौद्ध धर्ममा प्रवेश गर्नको निम्ति हैन, हो यो भित्र प्रवेश गर्नको निम्ति यो 5वटा शीलको चाहिँ पालना गर्नुपर्छ र यो एकदम कठिन छ भन्ने खालको जुन मनसाय बोक्नेहरू धेरै देखा पर्यो। तर त्यो केही पनि होइन। त्यो हामी जन्मदेखि मृत्यु नहुने जेलसम्म सदाबहार हामीले चाहिँ पालना गर्नुपर्ने शिक्षाहरू। हामी सानो जन्मेर चाहिँ हामीले आमा बाउले चाहिँ अब बोल्दाखेरि अथवा आफूले बुझ्ने जुन अवस्था भइसकेकोदेखि हामीले चाहिँ मनन गर्नुपर्ने, हामीले दैनिक जीवनमा लागू गर्नुपर्ने त्यो शिक्षाहरू नै हो। त्यसैले यो जीवन र यो जगतभन्दा टाढाको शिक्षा होइन। सिर्फ यो के हो भन्दाखेरि सभ्य समाजको निर्माण गर्नको निम्ति र सृजना गर्नको निम्ति यो भगवान बुद्धले 5वटा बुद्धमा एउटा नियम बनाएको एउटा शिक्षा हो। यो चाहे जुन त्यागी भिक्षु भिक्षुनी जोसुकै होस् अथवा गृहस्थी उपासक उपासिका जोसुकै होस्, अब सारा जगतमा चाहिँ रहेको जुन अब अरू प्राणीहरू त भन्न सक्छ, तर मनुष्य जगतलाई चाहिने अपरिहार्य शिक्षा पनि हो। यो शिक्षा चाहिँ हाम्रो घरैदेखि हामी सानो बच्चादेखि नै हामीलाई सिकाइरहेको शिक्षा पनि हो। त्यसैले पञ्चशीलमा सबैभन्दा पहिला प्रथम शिक्षा के हो भन्दाखेरि हत्या नगर्नु हो। यो शिक्षा सानो बच्चादेखि नै आफ्नो आमा बुवा हैन, अब के भन्छ हजुरबाउ हजुरआमा आफूभन्दा ठुलो व्यक्तित्वहरूले पनि के हो हत्या गर्नु हुँदैन हैन, झै झगडा गर्नु हुँदैन हैन, अरूलाई हत्या नगर, अरूको प्राण घात नगर्नु भनेर चाहिँ त्यो खालको जुन शिक्षाहरू दिइरहेको हुन्छ। त्यो शिक्षाको जुन पालन नगर्ने व्यक्ति, मान्छेको हत्या गर्ने, सधैँ चाहिँ झै झगडा गर्ने, यस्तोमा रुचि राख्ने मान्छेहरू कहिले पनि सुख शान्ति पाउँदैन। जस्तै अब जेलमा र पुलिसको कठघरीमा अब समाजबाट बहिष्कार गरिरहेको जुन कुराहरू त हामीले अब बुझिरहेको, थाहा भइरहेको शिक्षा हो। त्यसैले त्यो 5वटा शीलले के हुन् भनेर हामीले नबुझेको मात्र हो, तर हाम्रो दैनिक जीवनमा घरदेखि नै सिकाएर आइरहेको जुन शिक्षाहरू हो
हो त्यसैले हत्या नगर्नु है, झै झगडा नगर्नु भनेर चाहिँ सुरुदेखि सिकाइरहेको शिक्षा हो नि। तर पालना गर्नु र नगर्नुमा त्यो फरक हो हैन। तर कति बाउ आमाहरू अब कतिले थाहा हुँदैन नि, हत्या नगर्नु भन्दाखेरि मान्छेको मात्रै हत्या नगर्नु, मान्छेसँग मात्रै झै झगडा नगर्नु भन्ने बुझ्छ। तर त्यो हत्याभित्र चाहिँ पशु प्राणी कसैको पनि हत्या नगर्नु हैन, कसैलाई पनि दुःख कष्ट नदिनु, कसैको प्राणमा चाहिँ घात हुने कर्म नगर्नु भनेर भनिएको हो। यो त तपाईँको घरदेखि सिकाइरहेको शिक्षा। त्यस पछाडिको चोरी नगर्नु होइन, चोरी नगर्नु भनेर पनि आफ्नो घरदेखि सिकाइरहेको शिक्षा हो होइन। चोरी गर्ने मान्छेलाई सबैले छिटै दुध गरिन्छ नि होइन। सबैले चाहिँ यो त चोर है, यो त एकदम यसले त चोर छ, यसको अगाडि चाहिँ यस्तो सरसामानहरू पनि नराख्नु होइन। अथवा त्यो चुकुल मार्नु, ताला मार्नु, गाउँ समाजदेखि सबैमा चाहिँ घरमा त पराइ जाओस्, अब घरकोहरूले थाहा भइहाल्छ नै, तर गाउँ समाजदेखि सबैले चाहिँ उसलाई चाहिँ बहिष्कार गरिन्छ नै हो। त्यसैले चोरी कर्म पनि नगरौँ भनेर चाहिँ आफ्नै घरदेखि आफ्नै आँगनदेखि सिकाइरहेको जुन शिक्षाहरू नै पर्छ। यो पनि चोरी नगर्नु। अब त्यस पछाडि के नगर्नु, व्याभिचारी कर्म नगर्नु। अब व्याभिचारी कर्म गर्ने व्यक्तिहरू होइन, हो त्यो व्यक्तिहरूलाई राम्रो कसले भन्छ, कसैले भन्दैन। बलात्कारी व्याभिचारी गर्ने एकदम दुष्ट, समाजकै दुष्ट होइन, त्यो व्यक्तिमा जान गरिन्छ नि हो। त्यसैले व्याभिचारी कर्म नगर्नु होइन, परस्त्री गमन नगर्नु। गृहस्थीहरूले हो भने, गृहस्थी महिलाहरूले हो भने परपुरुषको जुन अब गमन नगर्नु होइन। अथवा भिक्षुणीहरू हो भने होइन, अब त्यो के भन्छ हो, त्यस्तो जुन अब कर्ममा लाग्दै नलाग्नु होइन हो। त्यसो भनेर चाहिँ आफ्नो घरभित्रदेखि सिकाइरहेको शिक्षाहरू हुन् होइन। व्याभिचारी कर्म नगर्नु। त्यसपछि झुटो नबोल्नु। झुटो नबोल है, छोराछोरीहरूलाई चाहिँ बाबुआमाले हत्या नगर होइन, चोरी नगर्नु, व्याभिचारी कर्म नगर्नु, झुटो नबोल्नु। झुटो बोल भनेर चाहिँ कसले भन्छ? झुटो बोल्ने मान्छेलाई त कसैले पनि मन पर्दैन। अरू त परै जाओस्, आफ्नो बाबुआमाले मन पर्दैन होइन। बाबुआमाले झुटो बोल्यो भने छोराछोरीले मन पर्दैन होइन। दाजुभाइले चाहिँ अब झुटो बोल्यो भने आफ्नो चाहिँ घरको परिवारहरूले मन पर्दैन। अथवा त्यसो गर्दा आफ्नो समाजले, छरछिमेकीले, अब सबै ठाउँको मान्छेले मन पर्ने को हुन्छ? कोही पनि हुँदैन हो। त्यसैले झुटो पनि नबोल्नु, झुटो पनि बोल्नु हुँदैन है भनेर आफ्नो घरदेखि सिकाइरहेको व्यावहारिक शिक्षामा, आफ्नो चाहिँ पारम्परिक शिक्षा भन कि व्यावहारिक शिक्षा भन, दैनिक आफूले चाहिँ प्रयोग गर्नुपर्ने, लागू गर्नुपर्ने जुन दैनिक कर्ममा, नित्य कर्ममा चाहिँ अब सिकाइरहेको शिक्षाहरू नै हुन्। त्यस पछाडि चाहिँ के हो होइन, जुन माद लाग्ने मादक पदार्थहरू सेवन नगर्नु, जाँड रक्सी होइन, गाँजा, धतुरो, चुरोट, बेडीहरू होइन हो। यस्तो चिजहरू आफूलाई मति भ्रष्ट गर्ने चिजहरू होइन, त्यो अब सेवनै नगर्नु भनेर यी 5वटा शिक्षालाई चाहिँ पञ्चशील भनेर चाहिँ अब चुल्टिमुङ्गा अथवा दमाङ्गा चुल्टिमुङ्गा भनेर चाहिँ भगवान् बुद्धले विनय त यो चाहिँ विशेष गरेर जुन गृहस्थी उपासक उपासिकादेखि लिएर होइन सबै भिक्षुणी सबै जुन को लागि, सबै जगत प्राणीको निम्ति अथवा मनुष्य जगतको निम्ति चाहिँ अब यो 5वटा बुद्धमा एउटा नियम बनाएर एउटा शील यो चाहिँ पालना गर्नुपर्छ है। यो पालना गर्यो भने अब सभ्य बन्न सकिन्छ। अब सभ्य बन्न सक्यो भने अब मन त के कस्तो छ अब त अझै पनि त्यो बुझ्न गाह्रो छ। तर भए पनि मनमा जस्तो सुकै राम्रो नराम्रो होइन, जस्तो सुकै परिकल्पित चिताहरू भए तापनि होइन, जुन 5वटा जुन नियमलाई पालना गर्यो भने त्यो व्यक्तिलाई हाम्रो समाजले के भन्छ भने सभ्य व्यक्ति, असल व्यक्ति भनेर चाहिँ सबैले चिन्ने गरिन्छ। हत्या नगर्ने, झै झगडा नगर्ने, चोरी नगर्ने, व्याभिचारी कर्म नगर्ने, झुटो नबोल्ने, चुरोट, बेडी, मदिराहरू होइन, गाँजा, धतुराहरू
अहिले ट्याब्लेट भन्छ, अहिले सुई भन्छ, विभिन्न भन्छ नि। यी चिजहरू सेवन नगर्ने व्यक्तिलाई समाजले के भन्छ भन्दाखेरि त्यो समाजले चाहिँ यसलाई एकदम राम्रो व्यक्ति, सभ्य व्यक्ति, भद्र व्यक्ति हैन। अनि यो चाहिँ एकदमै अब समाजभित्र पनि सबैभन्दा राम्रो भनेको चाहिँ उसलाई त कहलिने नै भयो नि। किन त भन्दा यो शीलहरूको पालना गर्यो। तर यो शीलहरू मैले अघि भने नि आफ्नो नित्य कर्म अथवा आफ्नो जीवन र एउटा जगतदेखि टाढाको शिक्षा होइन। यो भगवान बुद्धले सबै कुराको बोध भएर उहाँ सर्वज्ञानी हुनुहुन्छ, सर्वज्ञ हुनुहुन्छ हैन। यो जगतमा चाहिँ सबैभन्दा सर्वश्रेष्ठ व्यक्ति हुनुहुन्छ। हुन त यो हामीले बुद्ध भन्दाखेरि हामीले लुम्बिनीमा जन्मिनु भएको सिद्धार्थ गौतमलाई मात्रै हामीले बुद्ध भनेर हामीले बुझिरहेको अवस्था पनि छ। एकदम रङ हो। उहाँ त यो जगतमा हामी जस्तो जुन अज्ञानी प्राणीहरू, बाल पृथकहरूलाई हैन, अब यो संसारबाट हैन कसरी हामी चाहिँ अब पार हुने, यो दुःखमय संसारबाट, दुःखको भाव सागरबाट चाहिँ कसरी पार हुने भने अब सिकाउने, देखाउने एउटा मार्गदर्शकको रूपमा मात्रै उहाँ हो हैन। उहाँ त चाहिँ अब पहिल्यैदेखि जस्तै अब जुन सुखम भनेको चाहिँ रूप धातुको अगनिष्ठ खन रमणीय भूमि भन्छ है। चाउँबै नेता पाउँबै होमिन्तु न्याङभाव ज्याङ्दाक सञ्जय नर सञ्जय टुल्ब पोल्ने दृश्य भनेको छ नि। भन्नुको अर्थ के हो? उहाँले यो भन्न चाहिँ अब कयौं वर्ष अगाडि नै लुम्बिनीमा जन्मिनु भन्दा कयौं वर्ष अगाडि नै उहाँले रूप धातुको अगनिष्ठ भूमि रमणीय हैन होमिन्तुक रमणीय चाहिँ अब त्यो भन्छ खनामा चाहिँ उहाँले जन्म लिनु भएको थियो। हो त्यो बेलामा नै उहाँले सम्यक सम्बोधि प्राप्त गर्नुभयो र त्यस पछाडि उहाँले फेरि देवी देवताहरूको लागि उनीहरूलाई चाहिँ अब के भन्छ मुक्तिको मार्ग देखाउनलाई दम्पतोक्कर्प भन्छ। श्वेत केतु बोधिसत्वको रूपमा उहाँ तुषित भवनमा उहाँ जन्मिनु भयो। कयौं वर्ष त्यहाँ बोधिसत्वको रूपमा चाहिँ उहाँले त्यहाँ बस्नु भएर अनि गन्ती देवी देवताहरूलाई धर्म देशना गर्न भएर उहाँले मुक्तिको मार्ग देखाउनु भयो। त्यस पश्चात फेरि यो चाहिँ पृथ्वीमा पनि फेरि अब उहाँले धर्म देशना गर्ने एउटा समय आइपुगेको जुन थाहा पाउनु भएर फेरि उहाँ चाहिँ छादार हात्तीको रूपमा चाहिँ अवतरण गर्न भएर लुम्बिनीको जुन अब रमणीय वनमा राजा शुद्धोथन र माता माया देवीको चाहिँ अब कोखमा जन्म लिनु भएर उहाँको चाहिँ प्रवेश गर्नु भएर लुम्बिनीको अति रमणीय वनमा चाहिँ उहाँ त्यसरी जन्म लिनु भएको जुन लीला हो नि त्यो त यति उहाँ जन्म शुद्ध नै उहाँ चाहिँ अब विशुद्ध व्यक्ति, सर्वश्रेष्ठ व्यक्ति नभएको भए उहाँ चाहिँ अब पाइलै पछि चाहिँ उहाँले टेकेको छ नि, पाइलै पछि चाहिँ कमलको फुल ठग्रिनु हैन। एउटा चाहिँ हात चाहिँ अब यसरी चाहिँ अब ठाडो गर्नु, त्यो संकेतहरू के हो त? एउटा चाहिँ अम्रले चाहिँ अब भूमिमा चाहिँ देखाउनु, यो जगतमा चाहिँ मभन्दा सर्वश्रेष्ठ व्यक्ति कोही पनि छैन, सिर्फ म एउटा रहेछ भनेर उहाँले चाहिँ यसरी देखाउनु भएको हो नि हो उहाँको समयकालीनमा। तर त्योभन्दा पहिला त अनिगन्ती बुद्धहरूले हैन अब जन्म लिइसक्नु भएको थियो हैन। जस्तै मानव देहमा जन्म लिनु भएको जुन बुद्धहरूको नाम लिनै पर्दाखेरि त्योभन्दा अगाडि कश्यप बुद्ध, त्योभन्दा अगाडि कनकमुनि बुद्ध, त्योभन्दा अगाडि गगुचन्द्र बुद्ध, त्योभन्दा अगाडि विश्वभू बुद्ध, त्योभन्दा अगाडि शिखी बुद्ध र त्योभन्दा अगाडि विपश्य बुद्ध, सातवटा बुद्ध चाहिँ मनुष्य देहमा जन्मिनु भइसकेको थियो नि त। जस्तै विपश्य बुद्धको पालामा एउटा मानवको आयु नै 80 वर्ष हजार आयु थियो हैन। त्यसै गरी शिखी बुद्धको जुन अब पालामा 60,000 वर्ष, त्यसपछि विश्वभूको पालामा 50,000, त्यस पछाडि गगुचन्द्रको पालामा हैन त्यसै गरी के भन्छ 40,000, कनकमुनिको पालामा अनि 30,000, अनि कश्यप बुद्धको पालामा 20,000 वर्ष मानवको
मनुष्यको चाहिँ त्यस्तो आयु लामो थियो त्यो टाइममा। शाक्यमुनि बुद्धको पालामा 100 वर्षको भन्छ, तर यो 100 वर्षको आयु भन्ने अवस्थामा पनि कुनै 100 वर्षभन्दा पनि अधिक बाँचिरहेकाहरू पनि हामीले देख्न सक्छौँ। र कुनै तपाईँको 100 वर्ष नपुग्दै हैन उनीहरू कालगति वा आफ्नो चाहिँ आयु क्षय भएर पनि बितिरहेको अवस्थाहरू हामीले देख्न सकिन्छ हैन। हो त्यसैले जुन मानव देहमा पनि यति बुद्ध थियो हैन, त्योभन्दा अगाडि चाहिँ अनिगन्ती बुद्धहरू हैन यो जगत संसारमा जन्मिन भएर, जस्तै शाक्यमुनि बुद्धले जस्तै गरेर विभिन्न लीलाद्वारा प्राणीहरूको उद्धारको काम गर्नुभएको थियो। जस्तै शाक्यमुनि बुद्ध 12 विशेष गरेर 12वटा लीलाद्वारा प्राणीहरू विनित गर्नुभएको थियो। प्राणीहरूलाई जुन अब मुक्तिको मोक्षको मार्गहरू देखाउनु भएको थियो। विभिन्न जुन धार्मिक नियमहरूमा बाँधेर सभ्य समाजको जुन अब सिर्जना गर्नुभएको थियो, निर्माण गर्नुभएको थियो। हो अहिले यो अवस्थामा भगवान बुद्धले जुन देखाउनु भएको अरू शिक्षा नभए पनि यो पञ्चशीलको शिक्षालाई मात्रै पनि हैन यति मनन गर्ने हो भने हैन यो देशमा, यो समाजमा, यो विश्वमा हैन अब अशान्ति हुने नै थिएन नि हैन। अब सुरुमै अब हत्या नगर्नु भने चाहिँ झै झगडा नगर्नु, हत्या नगर्नु, झै झगडाबाट नै हत्या हुने हो हैन। त्यसपछि अब चोरी नगर्नु हैन। चोरी भन्नाले हामीले चाहिँ नदेख्ने गरेर अरूको सामान चोरीलाई मात्रै बुझ्दैन, अप्रत्यक्ष रूपमा हामीले विभिन्न चाहिँ बहानामा हामीले अरूको चाहिँ अब धन सम्पत्ति लुट्ने काम, खोज्ने काम, अथवा मान्छेलाई मक्खा बनाएर चाहिँ अरूको धन सम्पत्ति आफूलाई चाहिँ लिने काम। जस्तै अहिले अब पश्चिमी मुलुक अमेरिकाले चाहिँ अब त्यस्तो गरेको विभिन्न जुन न्युजहरूमा देखाइरहेको छ नि, त्यो पनि चोरी गर्नु नै हो। अनि झै झगडा गर्नको लागि विभिन्न हाई हतियारहरू दिइरहेको छ नि, त्यो हत्या गर्नुलाई नै हो। हो यो जुन पञ्चशीलको जुन प्रथमको जुन शील एउटालाई मात्रै एउटा ग्रहण गर्ने हो भने पनि अब कति शान्ति हुन्थ्यो होला त यो विश्वमा हैन। चोरी नगर्नु, मैले अघि भने चोरी नगरेको भए हामीले यो मोबाइल सोबाइल विभिन्न जुन पैसा रुपियाँ अलिअलि चोरी, त्यो सानो चोर हो। मान्छेले देश राष्ट्र नै जुन चोर दिन्छ, राष्ट्र नै जुन कब्जा गरिदिन्छ हैन। हो यो पनि चोर नै हो हैन। त्यसैले व्यभिचारी कर्म नगर्नु हैन। अहिले व्यभिचारी कर्मले गर्दाखेरि हैन बलात्कारीहरू चाहिँ धेरै बढ्नको कारणले अहिले कति अशान्ति छ। आफ्नो घरमा अशान्ति छ, समाजमा अशान्ति छ हैन, देशमा अशान्ति छ, विश्वमै अशान्ति हुनको कारण सबैजना क्रान्ति, सबैजना क्रूर हुनुको कारण के हो? एउटा त्यो पनि हो। यो चिजहरूले चाहिँ हामीले छोड्दै गयो भने सभ्य समाजको निर्माण हुनुको लागि त्यो कति नै गाह्रो कुरा हो हैन। कति सजिलो, कति साहस शिक्षा चाहिँ सिकाएर राख्नु भएको छ। यो कृपालाई हामीले चाहिँ स्मरण मात्रै गरौँ न हैन। यो शीलको, यो शिक्षाको जुन यो नियमको पालना गर्दैमा हैन म बुद्धिस्ट भनेर म बौद्ध मार्गी हो भनेर हिँड्नु पर्ने छैन नि। आफू सभ्य भन्ने हो यो शिक्षा। यो अपरिहार्य, जुनसुकै धर्म होस्, जुनसुकै समुदाय होस्, सबैलाई अपरिहार्य जुन शिक्षा हो नि यो चिजहरू हैन। यति बुझ्यो भने हैन व्यभिचारी कर्म नगर्नु हैन। त्यसपछि छुट्टो नबोल्नु, छुट्टो बोल्नाले हैन कस्तो कस्तो ठुल्ठुलो चाहिँ घटनाहरू घटिरहेको जुन अवस्थाहरू छन्। सानो सानो झुट्टो त अब ख्यालख्यालमा गरेको झुट्टो त सानो सानो झुट्टो हो, त्यसले केही बिगार्दैन, समाज त केही हुँदैन। तर त्यो भन्दा नि ठुलो ठुलो हैन झुट्टो हुन त अब शब्द त अब एउटै हो नि, सानो बोल्यो पनि ठुलो बोल्यो। तर कुनैले राष्ट्रलाई नै घात हुने झुटो हैन, कुनैले विश्वलाई नै खतम पार्ने चाहिँ झुटो हैन। धेरै मान्छेलाई चाहिँ सखा पार्ने त्यो खाएको चाहिँ झुटो पनि बोलिरहेको हुन्छ नि। यी कर्महरू गरेर कति राम्रो हुन्छ। अझै पनि झै झगडाको चाहिँ अब मेन जड भनेको के हो भन्दाखेरि विशेष गरेर मादक पदार्थहरू नै हो। मादक पदार्थ चिजहरू जुन मती भ्रष्ट पार्ने चिजहरू, गाजा, अफिङ, ट्याप जुन भन्छ नि अब चिजहरू हैन। नराम्रो व्यक्तिहरूको चाहिँ अब सङ्गत गर्ने, नराम्रो चिजहरू सेवन गर्नाले छोराले आमा भन्दैन, आमाले छोरा भन्दैन हैन, बुढाले बुढी भन्दैन, बुढीले बाउले अब छोरा छोरीले अब बाउ आमा भन्दैन हैन।
यो अवस्था पुग्नुको कारण के हो भने मतिभ्रष्ट हुनुको कारण हो हैन, लोभको कारण हो, चोरी गर्नुको कारण हो, व्यापारी कर्म गर्ने कारण हो हैन, झै झगडा, हत्या, विभिन्न यो चीजहरु जुन पाँचवटा जुन नियमको जुन पालन नगर्नुको जुन कारण हो। तर यो शिक्षाहरु आफ्नो घरदेखि नै सानो छ नि, अब भनौं न हामी बोल्न सक्ने, हिँड्न सक्ने त्यो अवस्थादेखि नै यो शिक्षाहरुलाई त तपाईको घरदेखि सिकाइरहेको शिक्षा हो। तर त्यो हामीले नबुझेर हो नि। अब बुझ्यो भने चाहिँ हामीमा चाहिँ त्यो खालको चाहिँ ज्ञान नभएको कारण, त्यो खालको प्रज्ञा नभएको कारण, यति हामीसँग त्यो खालको प्रज्ञाको चस्यो भएको भए यो शिक्षा त भगवान बुद्धले जुन पाँचवटा जुन एउटा बुद्धको रूपमा चाहिँ यसरी बनाएर पो राख्नु भएको रहेछ र। आफ्नो घरदेखि, आफ्नो परिवारदेखि नै, आफ्नो बाउ आमादेखि नै, आफ्नो पहिला चाहिँ अब बाजु राजुदेखि नै, कहिले उहिलेदेखि नै अब सिकाइरहेको शिक्षा रहेछ नि भन्ने चाहिँ ज्ञाता हुन्थ्यो होला नि त हैन। त्यो थाहा हुन्थ्यो नि त। तर थाहा नहुनुको कारण के त भने हामीसँग अज्ञान छ, ज्ञानको प्रज्ञाको चस्यो खुलेको छैन। तर कतिपय कुराहरू हाम्रो पारम्परिक शिक्षाहरू पनि कति राम्रो छ। हामीले अहिले आधुनिकमा मात्रै हामी लागेको कारणले गर्दाखेरि आधुनिकता चाहिँ अब एउटा बन्टी बलेकोले गर्दाखेरिमा हामी चाहिँ अहिले समाज चाहिँ अहिले चाहिँ अब उथलपुथल भइरहेको कारण त्यो हो नि। हाम्रो पारम्परिक शिक्षाहरूलाई, कति राम्रो सभ्य शिक्षाहरूलाई हामीले चाहिँ ग्रहण नगरेको कारणले गर्दाखेरि हामी यस्तो अवस्थामा पुगिरहेको छ। तर हामीले यो आधुनिक शिक्षा पनि चाहिन्छ, जुन समय अनुकूल हामी चाहिँ त्यो अगाडि बढ्नुपर्छ। तर आधुनिक शिक्षा सँगसँगै पनि हाम्रो पारम्परिक शिक्षा, हाम्रो पहिलादेखि यसरी बगेर आएको यस्तो सभ्य शिक्षाहरूलाई पनि सँगसँगै दुईटै के भन्छ एउटै रथको दुई पाङ्ग्रा भने जस्तै गरेर त्यसरी लगेको भए अहिले यो समाज यस्तो बन्ने थिएन नि। पहिला केही पनि शिक्षा नभए पनि, बाहिरको आधुनिक शिक्षा केही पनि नभए पनि एउटा मोबाइल चलाउने हैन, एउटा केही एउटा चलाउने जुन अब बत्ती बाल्न जान्ने एउटा शिक्षा नभए पनि हैन, टुकी बालेर बसेको पनि हैन, अझै पनि अब त्यो आगै बालेर बस्ने अवस्था पनि सभ्य थियो नि। त्यो बेलामा झै झगडा थिएन, अशान्ति थिएन, सबै खुसी थियो नि। त्यो हुनुको कारण के हो भन्दाखेरि हाम्रो पूर्वजहरूले दिइरहेको जुन हाम्रो पारम्परिक शिक्षाहरू पनि एकदम राम्रो शिक्षाहरू थियो। जस्तै भगवान बुद्धले अहिले चाहिँ दिनुभएको पाँचवटा जुन बुद्धको रूपमा दिनुभएको पञ्चशीलको नियमहरू हैन, पालना भइरहेको जुन अवस्थाहरू थियो हो, त्यसले गर्दाखेरि त्यो बेलाको समाजहरू कति शान्त थियो, कति खुसी थियो हैन, कति आनन्दमय थियो हैन। तर अहिले कति क्रूर भएको छ हैन, अहिले कति तपाईको खतरनाक भइसकेको अवस्था छ अहिले समाजहरू। त्यो हुनुको कारण यो हो। त्यसैले सबैजनालाई यो पञ्चशील चाहिँ के हो भने चाहिँ बुझ्नु भएर पञ्चशीलको पालना आजैदेखि गर्नु भयो भने, अथवा आजैदेखि चाहिँ हाम्रो अब समाजलाई, हाम्रो छोराछोरीलाई, हाम्रो घर परिवारलाई चाहिँ यो नियमहरू लागू गर्दै गयो भने, आफू पनि त्यो नियमलाई पालना गर्ने र अरूलाई पनि लागू गर्दै गयो भने कति राम्रो हुन्छ, कति शान्ति हुन्छ, कति आनन्द हुन्छ समाजलाई हो। त्यसैले यो शिक्षाहरू चाहिँ अपरिहार्य छ। यो भगवान बुद्धले दिनुभएको सानो एउटा पञ्चशीलको सिद्धान्त हो। त्यसैले सबैले बुझ्न एकदम जरुरत छ, सबैले मनन गर्नुहुनेछ र आफूले मनन गर्नु भएर त्यो शिक्षालाई आफूले ग्रहण गर्नु भएर आफू सभ्य हुने भने आफ्नो परिवार, छरछिमेकी, आफ्नो आफन्त नातेदार, समाज, त्यहाँदेखि देश, त्यहाँदेखि विश्वमा शान्ति हुने चाहिँ अब आनन्द दिलाउने, यो संसारमा दिन संसारमा बाँचुन्जेलसम्म सुख, शान्ति, आनन्द र समृद्धि र परलोकी जीवनमा पनि आफूले कुकर्म नगरेपछि, सुकर्म गरेपछि हैन, कुशल कर्म गरेपछि त्यसको गन्तव्य पनि के हो? परम सुख, शान्ति, आनन्दको जुन गन्तव्य, यस्तो प्राप्त गर्ने कर्म हामी गरौँ, त्यही भन्न चाहन्छु। लसो